अस्तिको सन्दर्भमा अहिले सोच्दाखेरि चाहिँ मेरो विचारमा हैसियत बनाएर आए जस्तो लाग्छ। अब चाहिँ निर्मला प्रकरण चाहिँ त्यो अहिले विपदमा आएर प्रकरणमा पनि मैले जोड्न खोजेँ चाहिँ त्यसमा चाहिँ गृहमन्त्रीज्यूको भूमिका हुनु पर्यो त्यो अहिले चाहिँ यसमा कुरा गर्नु मिल्दैन। ल, सहकारी ठगहरूलाई पक्राउ गरेर उनीहरूको जायज जत्थाबाट सम्पत्ति असुलुप्पर गरेर र सहकारी पीडितको पैसा तिराउनुस्, सरकारबाट पैसा दिने होइन कि जो ठग हुन् तिनीहरूको सम्पत्ति बेचेर तिनीहरूको 3 पुस्ते सम्पत्ति असुलुप्पर गरेर पीडितको पैसा असुलुप्पर गर्नुस् भनेर आज प्रधानमन्त्रीले हामीले सुझाव दिएका छन्। अपराध गरिसकेपछि र भोलि तपाईको प्रमाण भेटिसकेपछि अहिलेका प्रधानमन्त्री मात्र होइन, अहिलेका बहालवाला मन्त्रीहरू पनि जेल जानुपर्ने अवस्था आउन सक्छ। धन्यवाद छ, काम गर्नुस्, अझै विधिगत पुर्याएर गर्नुस्। अहिले कार्यान्वयन गर्ने निकाय चाहिँ गृह मन्त्रालय र सरकारले अगाडि बढाएको छ। अत्यन्त हर्षित छु, म अत्यन्त खुसी छु। यही सम्पत्ति छानबिन गर्नुपर्छ 2046 सालदेखि भन्दाखेरि चितवनमा मारेर फाले हुन्, सुर्खेतमा कुट्या हुन्, जुगदेखि उठाएको मुद्दा हो। मैले अस्ति पनि लेखेँ, पटक पटक जेल परिएको हो, पटक पटक ज्यान मार्ने हमला भएको भ्रष्टाचारका विरुद्धमा आवाज उठाउँदा अनि अपराध गरिसकेपछि र भोलि तपाईँको प्रमाण भेटिसकेपछि टिमहरू उहाँहरूलाई चाहिँ अहिलेदेखि नै फिल्डमा खटाउनु पर्ने, अहिलेदेखि नै प्र्याक्टिकल गरेर राख्नुपर्ने, अहिलेदेखि नै ट्रेनिङ गरेर राख्नुपर्ने, अहिलेदेखि नै प्रिपेयर गरेर राख्नुपर्ने र जहाँ जोखिम छ त्यहाँ चाहिँ अलर्ट कन्डिसनमा र रेडीमा कुनै पनि नागरिकले यो विपदले गरेर चाहिँ ज्यान गुमाउनु नपरोस्। त्यही त अब लगभग 10 वर्ष भइसक्यो हामीले अब यो विपद व्यवस्थापनमा हाम्रो त अनफिल्ड एक्सपिरियन्स छ। देशमा जुनै पनि डिजास्टर हुँदाखेरि कोभिड होस्, भूकम्प होस्, बाढी होस्, पहिरो होस्, हामी नपुगेको मेरो विचारमा कुनै पनि ठाउँ छैन जस्तो लाग्छ। हामी हरेक ठाउँमा तपाईँको जहाँ गाह्रो छ हामी जहिले पनि त्यो ठाउँमा पुगेको थियौँ होइन। अब अस्तिको सन्दर्भमा अहिले सोच्दाखेरि चाहिँ मेरो विचारमा हैसियत बनाएर आए जस्तो लाग्छ। अब चाहिँ अब तपाईँले त्यति बेला धेरै कुराहरू गर्न सक्नु भएको थिएन, विभिन्न ठाउँमा पुग्नु भयो, धेरै नागरिकहरू आज त्यो कार्यान्वयन गर्ने ठाउँमा आउनु भएको छ। अब चाहिँ के गर्नुहुन्छ? अब चाहिँ ठ्याक्कै वर्षा सुरु हुने बेला भइसकेको छ, के छ प्राथमिकता के पर्छ हजुर? यस्तो छ हजुरको, डिजास्टरमा हामी एउटा विपद जोखिम भएको देश पनि हो कि तपाईँको धेरै जस्तो अब अर्थक्वेक भनौँ होइन, भूकम्प भनौँ, अब तपाईँको पहिरो बाढीहरू धेरै जस्तो हाम्रो देशमै भूगोलको हिसाबले पनि आउँछ नि त। अनि यो डिजास्टरको लागि हामीले प्रिपेयर गर्नलाई चाहिँ जहिले पनि हाम्रो प्रिपेरेसन जहिले ढिलो हुन्थ्यो कि, त्यही भएर हामी जस्तो अब भलन्टियर्सहरू आएर चाहिँ फिल्डमा खट्नुपर्ने हुन्थ्यो होइन। अनि हामीले एक दुईवटा प्रस्ताव चाहिँ हामीले अब यहाँ हाम्रो सिओ साहबसँग के राखेको छौँ भन्दाखेरि चाहिँ डिजास्टरको लागि चाहिँ हाम्रो एटलिस्ट कलेजसम्म प्र्याक्टिकल एजुकेसन भइदियो भने हामीसँग एउटा जुन चाहिँ म्यान पावर आउँछ, मेडिकल फर्स्ट रेस्पोन्डरहरू आउला त्यसमा होइन, तपाईँको विपदको बेलामा के गर्ने, कसरी पर्फर्म गर्ने, किन हामी त विपदमा भइरहेको छौँ हामी त होइन। त्यतिखेर चाहिँ हामीसँग इमेजिन गर्नुहोस् सबै स्टुडेन्ट्सहरूले प्र्याक्टिकल्ली यसलाई गर्नु सक्यो भने होइन, फर्स्ट एडहरू दिनु सक्यो भने कति कुराहरू हाम्रो आफ्नो बुवा बचाउनु मिल्छ होला, आमा बचाउनु सकिन्छ होला होइन, गाउँलेहरू बचाउनु सकिन्छ होला। त्यो हिसाबमा यसमा पाठ्यक्रममै राख्नुपर्छ कति कुराहरू चाहिँ प्र्याक्टिकल्ली भन्ने हिसाबले चाहिँ हामीले एउटा त्यही अनुसार हामीले निर्देशन पनि दिएका छौँ उहाँहरूलाई। अनि त्यो अनुसार शिक्षा मन्त्रालयमा निर्देशन जाला थियो। अनि पछिपल्ट गएर हामीसँग इनफ रिसोर्सेस र ह्युमन रिसोर्सेस भनौँ न, एउटा क्वालिफाइड ह्युमन रिसोर्सेस चाहिँ विपद व्यवस्थापनलाई आउँछ भनेको जोखिमभन्दा अगाडि तपाईँहरू तयारी गर्दै हुनुहुन्छ? हजुर। अनि यो अहिलेको अब मनसुन आउनुभन्दा अगाडि नै कोही पनि टिमहरू स्पेसली भनौँ अब सशस्त्र प्रहरी बलको हाम्रो विपद व्यवस्थापनको टिमहरू उहाँहरूलाई चाहिँ अहिलेदेखि नै फिल्डमा खटाउनु पर्ने, अहिलेदेखि नै प्र्याक्टिकल गरेर राख्नुपर्ने, अहिलेदेखि नै ट्रेनिङ गरेर राख्नुपर्ने, अहिलेदेखि नै प्रिपेयर गरेर राख्नुपर्ने र जहाँ जोखिम छ त्यहाँ चाहिँ अलर्ट कन्डिसनमा र रेडीमा कुनै पनि नागरिकले यो विपदले गरेर चाहिँ ज्यान गुमाउनु नपरोस् भन्ने हिसाबले चाहिँ हामीले काम गर्नलाई हामीले निर्देशन दिएका छौँ। लास्ट क्वेसन गृहमन्त्रीज्यू, त्यो धेरैले चाहिँ निर्मला प्रकरण चाहिँ विपदमा आएर पनि मैले जोड्न खोजेँ चाहिँ त्यसमा चाहिँ गृहमन्त्रीज्यूको भूमिका हुनु पर्यो त्यो अहिले चाहिँ यसमा कुरा गर्नु मिल्दैन। ल, पर्सनल केसेसहरूलाई जसरी चाहिँ तपाईँले एकदमै एक्टिभली अहिलेका प्रधानमन्त्री मात्र होइन, अहिलेका बहालवाला मन्त्रीहरू पनि जेल जानुपर्ने अवस्था आउन सक्छ। भन्दैछ सम्पत्ति शुद्धिकरणको त्यसमा चाहिँ तपाईँको राय के छ? आफू पनि पर्छु भन्ने छ छैन? होइन, म त सार्वजनिक पदमा बसेकै छैन, कुनै मन्त्री सन्त्री भएको छैन। र अर्को कुरा, यो मेरो सडकमा कुटाइ खाएको मुद्दा हो। म अत्यन्त खुसी छु। यही सम्पत्ति छानबिन गर्नुपर्छ 2046 सालदेखि भन्दाखेरि चितवनमा मारेर फाले हुन्, सुर्खेतमा कुट्या हुन् र आज होइन भनेपछि यो चाहिँ जुगदेखि उठाएको मुद्दा हो। मैले अस्ति पनि लेखेँ, पटक पटक जेल परिएको हो, पटक पटक ज्यान मार्ने हमला भएको भ्रष्टाचारका विरुद्धमा आवाज उठाउँदा कार्यान्वयन गर्नुको सट्टा आवाज सुन्दा पनि सुनेनन्। अहिले कार्यान्वयन गर्ने निकाय चाहिँ गृह मन्त्रालय र सरकारले अगाडि बढाएको छ।
अत्यन्त हर्षित छौँ। अझ यसलाई सशक्त बनाएर अगाडि बढाउँ। 6वटै प्रधानमन्त्री पूर्व प्रधानमन्त्री विरुद्ध सम्पत्ति शुद्धिकरण लाग्दै गर्दा सबै जेल जाने सम्भावना उत्तिकै छ। अनि अपराध गरिसकेपछि र भोलि तपाईँको प्रमाण भेटिसकेपछि अहिलेका प्रधानमन्त्री मात्र होइन, अहिलेका बहालवाला मन्त्रीहरू पनि जेल जानुपर्ने अवस्था आउन सक्छ। त्यो भावनाले सबैलाई तपाईँको पार्टी अध्यक्ष पनि त यो विषयमा जोडिनु होला सम्पत्ति शुद्धिकरण। अध्यक्षले त स्पष्टै भनिसक्नु भएको छ, सबभन्दा पहिलो सम्पत्ति शुद्धिकरण यदि गर्नु छ भने राजेन्द्र प्रसाद लिङ्गदेनबाट गर्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिइसक्नु भएको छ। त्यो आज होइन, यो सरकार बन्नभन्दा 4 वर्ष अगाडि बोलिसक्नु भएको छ। गृहमन्त्रीको यो कदमलाई कसरी लिनु भएको छ? धन्यवाद छ। काम गर्नुहोस्, अझै विधिगत पुर्याएर गर्नुहोस्, अझै सशक्त भएर गर्नुहोस्। 2-4 जना मान्छेले विरोध गर्दैमा र विधिको शासनलाई चाहिँ जहिले पनि ख्याल गर्नुहोस्, प्रजातान्त्रिक अभ्यासमा अगाडि गर्नुहोस्। जुम्लातिर छन् कि छैनन् मानिसहरू यसरी भागेकाहरू राजनीतिक रूपमा पहुँचमा भएका? अब गर्नुपर्ने छ, जस्तो स्थानीय तहमा छन् विशेष गरेर, किनभने गाउँपालिका अध्यक्षहरू मेयर भइसकेर एउटा गाउँपालिका अध्यक्षको त भिडियो आएको छ, हाम्रा पार्टीका कार्यकर्ता भएका कारणले जाहिर खुवाउनुपर्ने भनेर। तिनलाई पनि अब खोजिरहेछौँ होला। According to international media and national media said that rapper became a prime minister of Nepal. Rapper, होइन, जो चाहिँ हिजो सडकमा चाहिँ गीत गाउँदै होइन असभ्य अश्लील शब्द बोल्दै चाहिँ धमाका मचाइराखेको छ। 24 गतिको जुन नेपालका महत्त्वपूर्ण सम्पत्तिहरू जलिए त्यसका विरुद्धमा त्यस्तै जलाउनेहरूलाई किन चाहिँ जेलको चिन्ह त? स्वयं बालेन शाह अब according to international media and national media said that rapper became a prime minister of Nepal. Rapper, होइन, जो चाहिँ हिजो सडकमा चाहिँ गीत गाउँदै होइन असभ्य अश्लील शब्द बोल्दै चाहिँ धमाका मचाइराखेको थियो। आज चाहिँ उनी बालुवाटालको आसिन महलमा सुतिराखेका छन्। न कान छ, न नाक छ, न आँखा छ, न कुनै चाहिँ सबै बन्द गरेर मजाले बसिराख्नु भएको छ। शुभकामना छ, सबैले चाहेको शुभकामना हो, के अरे समृद्धि हो, होइन। किन महाभारतमा रामायणका अनुसार के भने दशरथको छोरा होइन, रामायणका अनुसार दशरथको छोरा पुरुषोत्तम रामले के भन्थे भने देश बनाउनलाई राम राज्य भने कस्तो हो त भन्दा सुन्दर, सहज र समृद्ध जीवन नागरिकको लागि, त्यो भने राम राज्य हो नि त। त्यहाँ के थियो? कसैप्रति रास, के अरे रिस, दाहा, आवेग, ईर्षा के थिएन, होइन। स्वास्थ्यमा पहुँच थियो, कोही पनि बिरामी हुन्थेन। हामीले त्यो राष्ट्र खोजिराखेका छौँ। तर हामी डेमोक्रेसीका मूल मर्म अनुसार अगाडि बढ्नुपर्छ। आन्दोलन हिंसा बन्यो भने भोलि राज्यले जिम्मेवारी लिनुपर्छ। किनभने यो त हिजो बल्ल नै स्टार्ट भएको छ। भोलि त आन्दोलनका श्रृङ्खलाहरू चेन्ज हुन सक्छन्, रूपान्तरण हुन सक्छन्। त्यसले भोलि हिंसा हत्याका रूपहरू पनि लिन सक्छ। कार्की आयोगले भनिरहेका छन् कतिपय त होइन 10 वर्ष आयोग मैले राम्रोसँग पढाएको छु। 800 यहाँ सुन्नु 889 पेजको एउटा लभ लेटर लेखा जस्तो गरेको छ। एकतर्फी एकपक्षीय ढङ्गले 24 गतेको आन्दोलनलाई, मुभमेन्टलाई, ध्वंसात्मक गतिविधिलाई अध्ययन गरेको छैन। सिर्फ केपी ओली र रमेश लेखक र पूर्व काठमाडौँको सिडिओ वरिपरि घुमेर उनीहरूलाई कसरी सक्ने, कसरी जेल कोस्ने न्यायाधीश हो र गौरी राय हो। यस्ता आयोगहरू त 62-63 को सालमा पनि भएको थियो नि, होइन। मलाई पक्राउ गर्नु छ भने कानुनी प्रक्रियामा अपनाउने होला।